पहाडी के हुन्छ माथिबाट एउटा बोलेरो मैले भनेको नि यो सडक छिटो पिच गरेर राम्रो बनाऊ फराकिलो बनाऊ जेठमा भनेको थिएँ मैले जेठ महिनामा आएर तर पनि मैले बारम्बार म सडकमा आएको मान्छे किनभने सडक राम्रो बनाऊ सडक राम्रो तपाईँको यो बाटोमा कसरी बुढाउँछ गाडी 18 लाख मान्छे बाहिरिने भनेको छ 18 लाख खाजाको व्यवस्था हुनु पानीको व्यवस्था कसरी केही गरेको छैन यहाँ मुखले पहिला सोध्नुहोस् गरेर अहिले बस्छ तपाईँको कसले सोध्नु कसरी पाएको छ भन्नुहोस् कसरी पाएको छैन यो कुरो फेरि यहाँ गरेर भएन कुर्सीमा बसेर भएन सर यो बिजोग भइरहेको छ जनताको यहाँ हामी 3 दिन भइसक्यो भोकै बसिरहेको कसले बुझा छ 3 दिन भइसक्यो यहाँ बसेको कसले बुझा छ यो कुरो यो सबै नाटक भइरहेको छ नेताहरूको यहाँ पब्लिकलाई केही नछ राज्यको मान्छे यदि भएको भए राज्य दुःख त यहाँ खटिन्थे यहाँ पब्लिक भएर जनता भएर कोही आएको छैन राज्यको मान्छे को आएको छैन वैकल्पिक बाटो तर त्यसको लागि सरकार तयार हुनु पर्यो समय साधन चाहिँ त्यहाँबाट पार गर्न सक्यो त्यहाँ बसेर आउन पनि सक्यो नि त बिरामी ल्याउन सक्यो एम्बुलेन्सहरू आउन सक्यो त्यो बाटो पनि प्रयोग गर्न जरुरी छ